आज चाहिँ अब हामी केटाकेटी लिएर स्कुल जाँदैछौँ होइन। यो चाहिँ यो मेरो घर छेउको होइन हर्का साम्पाङले बनाउनु भएको बहुभाषिक पाठशाला हो यो चाहिँ होइन। को आउनु भएको छ होइन। आजको भ्लग चाहिँ यस्तो दामी भएको छ, यस्तो भ्युजहरू यस्तो दामी भएको छ होइन। सबैजनाले हेरेर माया गरिदिनु होला। हेर्नु आज कस्तो छ ल ल छिटो छिटो हिँड छिटो, अहिले फेरि ढिलो हुन्छ। हेलो भनिदेऊ कान्छी, यहाँ हेलो भनिदेऊ सानी आएर अब होइन जाँदैछौँ। अब स्कुल जानलाई स्कुल पुग्नलाई चाहिँ 5 मिनट पनि लाग्दैन होइन। अब जाँदा जाँदै अब भ्लग के कसो हुन्छ हजुरहरूले हेर्दै गर्नु होला होइन। म मेरो नानीहरू पढ्ने स्कुल पनि आज तपाईँहरूलाई देखाउँछु होइन। आज फर्स्ट टाइम मैले स्टार्ट गरेको होइन। के कसो हुन्छ भनिदिनुहोस्। यो हो हाम्रो हर्का साम्पाङले बनाउनु भएको घर हो। को आउनु भएको छ यो कसले चिन्नुहुन्छ यसलाई होइन। यहाँ माथि चाहिँ हुनुहुन्छ मेरो सासू मम्मी, काम गर्दै हुनुहुन्छ होइन। ल अब हामी जाँदैछौँ, छिटो आउने गाइस। यो आजको हाम्रो स्कुल पुगुन्जेलको भ्लग चाहिँ होइन के कसो हुन्छ हजुरहरूले हेरिदिनु ल ल ल। छिटो होइन छिटो छिटो चकचक नगरिकन छिटो आऊ कान्छी, छिटो 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 छिटो। यो ठाउँ कसले चिन्नु भएको छ तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। बुझ्नु हिँड छिटो अगाडि। हेर न चलेको फेरि यो केटाकेटी चलेर दिमाग खराब गर्ने भयो मेरो। यो चाहिँ मेरो दिदीहरूको छोरा हो। ल बुझ्ने हेर लु। ओ यो मेरो सानो नानी हो, यो मेरो ठुलो नानी हो। ल छिटो 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 लु हिँड हिँड कान्छी हिँड छिटो हिँड न। ए हिँड भनेको अहिले म छोडिदिन्छु है। छिटो हिँड छिटो 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 हिँड छिटो छिटो छिटो। बहिनीले यहाँ सुँगुर भएको ठाउँमा छोडिदिउँ मा बहिनी बस्ने सुँगुर भएकोमा ल छिटो 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 छिटो। हाम्रो नानीहरू पढ्ने ठाउँ स्कुल जाने बाटो चाहिँ यस्तो छ होइन। भाइ ओ बहिनीलाई तान। हामी चाहिँ यस्तो छ होइन ठाउँ चाहिँ। लु छिटो 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 छिटो। म चाहिँ जाँदैछु नानीहरू पुऱ्याउनुको लागि होइन। यस्तो उकालो छ नि देख्न सक्नुहुन्छ। यस्तो छ यस्तो। लु हिँड छिटो छिटो हिँड छोरी हिँड हिँड। यस्तो छ है लगाइछ। ल मेरो भिडियोलाई हेर्दै गर्नु होला। आजको मेरो भ्लगमा यो कसले चिन्नु भएको छ होइन हेर्नु होला। आज भ्युज पनि पानी परेर एकदम दामी भइरहेछ होइन। ल ल मेरो घर पनि यतै हो हेर्नु। यस्तो दामी छ आज होइन छ। सबैजनाले हेर्दै गर्नु होला। र नानी चाहिँ वहाँ पर पुगिसक्यो क्या, यहाँ पुगिसक्यो होइन। अहिले गाडी आउँछ, यो गाडीबाट के गाडी छि। लु हिँड होइन हेर न ढुङ्गा हानेको। छिटो आऊ यहाँ मम्मूसम्म है। ऊ गाडी आयो माथिबाट बहिनी। छिटो आऊ छिटो। उता नै भुम्बुमा आयो ए। हेर नानीहरू चाहिँ पढ्ने ठाउँ कति पनि छैन क्या साथीहरू। तर किताब अब बोर्डिङ स्कुल हो होइन। किताब चाहिँ यति धेरै हुन्छ र पुऱ्याउनु आउनै पर्छ, लिनु पनि आउनुपर्छ, खाजा खुवाउनु पनि आउनै पर्छ गाइज। दिनभरि मेरो काम भनेको यही हो, खाजा खुवाउने नानी पुऱ्याउने। यति धेरै काम हुन्छ नि साथीहरू भन्नु पर्दाखेरि एकछिन पनि बस्न पाइँदैन क्या। छिटो हिँड छिटो छिटो कान्छी हिँड न बिस्तारै हिँड। यस्तो छ होइन। छोरी मान्छेको काम केही पनि हुँदैन भन्छन् होइन। तर एकछिन बस्न पाउँदैन नानीहरूलाई। खाना पकाउनु खुवाउनु रेडी गर्नु
त्यसपछि फेरि टिफिन पुऱ्याउनु आउनु, त्यसपछि फेरि लिन आउनु। अरे बाफ्रे, काम त कति धेरै हुन्छ। ल अब हामी चाहिँ फाइनली स्कुलको पछाडि आइपुग्यौँ होइन। यो हो हाम्रो स्कुल, यहाँ देख्दै गरेको यो हो हाम्रो स्कुल। अब हेर्दै गर्नु होला। कुकुर हेर, कुकुर कति राम्रो कुकुर रहेछ, मोटो न मोटो। ल बहिनी लड्नुको लागि मेरो नानी चाहिँ एकदम कुद्दै जानुपर्छ। यो छाता पनि बोक, छाता बोक्दा ल न, छाता बोक्न सक्छन् ल। यो ल छाता बोक, भाइको हातमा छ। एकछिन न, आज केटाकेटीहरू स्कुल जाँदैछ। छोड त बहिनी, उडाइदिन्छु नि तलमा फेरि। आऊ सानी, आऊ छिटो। अब हामी चाहिँ स्कुल पुगिसकेको भन्नुपर्दा पुगिसकेको नै हो होइन। हेर्नु गाइस, यहाँनिर यति धेरै आँप फलेको छ नि यो स्कुल उसमा, कम्पाउन्डभित्र हो क्या यो चाहिँ। हो गाइस, अब चाहिँ हामी स्कुल आइ नै पुगेको भन्नुपर्छ होइन। मान्छेहरूले त आउनु आउनु स्कुल। यो बोर्डिङ स्कुल हो होइन। यति धेरै किताब हुन्छ नि साथीहरू, मेरो भन्नुहुन्छ 2जनाको ब्याग बोक्नुपर्छ होइन। मेरो काँधै खत्तै गइसक्यो क्या। मेरो छोरा एकदम लजाउँदैछ होइन। यो हो हाम्रो नानीहरूको स्कुल होइन। सायद हजुरहरूले चिनेको पनि हुनसक्छ। यो हो, अब यहाँबाट चाहिँ जान पाइँदैन नानीहरूलाई। ओइ सुबिन ब्याग हो होइन। यो चाहिँ हाम्रो नानीहरूको स्कुल हो होइन। अनि यहाँ चाहिँ ठिक त्यसको अगाडिपट्टि मार्केट छ। यो मार्केटमा चाहिँ एकदम सुपथ मूल्यमा पाइन्छ होइन। साउने चाहिँ यहीँ हुनुहुन्छ होइन। यता हरेक कुरा पाइन्छ यहाँनिर, एकदम सुपथ मूल्यमा पाइन्छ क्या। साथीहरू तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यहाँनिर हरेक कस्मेटिक पसलदेखि लिएर खाद्यान्न सामानहरू पनि सबै पाइन्छ क्या। आउनु होला। यस्तोहरू सबै पाइन्छ होइन। ल मेरो भिडियो होइन के कस्तो लाग्छ तपाईँहरू हेर्दै गर्नु होला। मन पऱ्यो भने लाइक गर्नु, सेयर गर्नु होला। थ्याङ्क वाचिङ। स्कुल ल साथीहरू, अब म चाहिँ स्कुल पुर्याएर होइन, नानीहरूलाई स्कुल पुर्याएर अब म चाहिँ जाँदैछु भाउजूको घर होइन। बुनि आएर यहाँ आउनु, हाई भनिदेऊ छिटो। हाई। फाइनली हामी चाहिँ जाँदैछौँ भाउजूको घर। हेर्दै कत्रो भइसकेछ हौ, कत्रो भइसकेछ हौ। यो हो स्कुल। म चाहिँ केटाकेटी पुऱ्याएर होइन स्कुलबाट म गइसकेँ घर। अब जाँदैछु घर पनि होइन। आज म भाउजूको घरमै बस्छु एकछिन होइन। अनि भरे केटाकेटीलाई खाजा पनि यहीँबाट लिएर जाने हो क्या। साथीहरू कति ओरदोर गरिराख्नु सानो नानीसँग होइन। त्यही भएर म भाउजूकै घरमा बस्छु। बस आयो, बुइनु घुम आयो। लुइन अर्को आयो, पब्लिक स्कुल बस आयो साथीहरू। यो चाहिँ अब टाढो टाढो स्कुल हुनेहरू यसरी आउँछ होइन। बस आऊ गयो केटाकेटीहरू। ल अब भिडियो के कस्तो हुन्छ होइन हेर्दै गर्नु होला। अलि यो चाहिँ मेरो भाउजूको घर आइपुग्यो होइन। यो चाहिँ भाउजूको यो रातो गेट भएको चाहिँ यो
भाउजूको घर हो। यो सानो गुम्तीमा त एकदम चटपटेर पानीपुरी होइन एकदम राम्रो मिठो मिठो पाउँछ होइन। यहाँ चाहिँ सबैजना आउनु होला। यहाँ बाबु स्कुल जाँदैछ। बाबुको स्कुल जाने बस टाइम पनि आएको छैन होइन। भाउजूको घर चाहिँ यही नै हो। यहाँ मकैहरू यति धेरै छ नि साथीहरू, यही हो। ल फाइनली अब म भाउजूको घर आइपुगेँ होइन। अब म चाहिँ जाँदैछु घरभित्र। आऊ कान्छी जाउँ। वाउ फुलहरू कस्तो दामी छ यहाँनिर हेर्नु होला होइन। यो चाहिँ भयो भाउजूको बाथरुम टोइलेट, अनि यो भयो घर, यो भयो किचन। साथीहरू यति धेरै शीतल छ क्या माथि चाहिँ। हाम्रो तल चाहिँ अलिक खोला पर्छ, त्यो खोलामा चाहिँ एकदम गर्मी छ। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ भाउजूको फुलबारी। ल भिडियो के कस्तो हुन्छ मैले चाहिँ अब स्टप गरिदिएँ। हाम्रो चटपटेवाली चाहिँ उहाँ हुनुहुन्छ होइन, जे भने मेरो भाउजू हो होइन। आज चाहिँ हामी यहाँनिर के रेन्की बनाउनुको लागि होइन यहाँ यसरी पिठो मुसिसक्यौँ होइन। अब के कस्तो हुन्छ अब भरे निम्की तारेर होइन अनि तपाईँहरूलाई देखाउने छु। अहिले बनाउने बेलामा नि म भिडियो हाल्ने छु होइन। यहाँ हामी सबैजना बसिरहेको छौँ अहिले त यसरी। बहिनी यहाँ आएर यहाँ आएर बहिनी हेलो भन्देऊ। ल अब अहिले हामी के अरे निम्की बनाउँदै गरेको नि हामी भिडियो तपाईँहरूलाई देखाउने छु के कस्तो हुन्छ होइन। यहाँनिर यो मैले अघि लोकेसन पनि तपाईँहरूलाई देखाइसकेको छु, त्यहाँनिर बन्छ होइन। यहाँ चाहिँ आउनु होला होइन। पानीपुरी आलु निम्की बनाएको रेसिपी चाहिँ मैले देखाइनँ किनभने मेरो त्यो भिडियो राम्रो आएन। अब नानीहरू बाबुहरूले पुऱ्याएको स्कुलसम्म पुऱ्याएको मात्रै भिडियो देखाएको छु। हजुरहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट अनि सेयर गरिदिनु होला। बाई बाई।